बाँदरको प्रकोप बढिरहेछ बाँदर नियन्त्रण कसरी गर्ने उहाँ कुकुरलाई सुई लाउँदै कच कि कच घोज्दै हिँड्ने सुई लाउँदै बरु बाँदरलाई लगाइदिए त हुन्छ नि सुई बाँदर के एटलिस्ट बाली बजाउन सजिलो हुन्छ हो त नि बाँदर पहिला भेट्न नि पहिला सक्नु हाम्रो पर्यो नि त्यसरी घरतिर बाँदरै आउँथेन कहिले काहीँ आयो भने एउटा बाँदर आउँथ्यो चैते बाँदर भन्ने एउटा कालो अनुहार गरेको रातो आउँथ्यो अनि प्यारी समझ गई हो अनि भगवान्। अलि पछि पछि त हामी अब काम गर्न सक्ने जति मलाई एउटा भनाइ याद आयो कि यतातिर प्यारीको लिपस्टिक लाउँदा बिग्रियो भने पनि बाँदरको जस्तो बनायो तू समझा हाँ नहीं तू समझा नहीं हो त्यस्तै आउँथ्यो त्यही हो बाँदर भन्ने आजकल त जम्मै इन्डियाबाट छोडिदिएछन् कि के हो कुन्नी पहिला पहिलाको बाँदरले त ढुङ्गा यसरी टाक्ने बित्तिकै पुतुत्त दुगुर्थ्यो आजकलको बाँदरले त झन् घो